गाइजहरु अहिले ट्याक्क यतिखेर चाहिँ हेर यहाँ यो अब बेलुका साँझमा एकदम यो आँखाको बिस मार्ने बेला हुन लागिरहेको दुईजना गोर्खेहरू चाहिँ एकदम मजाले हो पानी छिटायो त टाउको भन्दा केही आएको छैन ल टाउको के यसरी खिच्ने बनाएर यता उता अलि माथि उठाएर लाएर कति खाएर खिच्नु माहौल छैन के माहौल माथि हेर सिनहरू क्या दामी त्यो रेड लाइट एरिया जानु पर्यो के माहौल थियो राम्रो आउँदो रहेछ सिन त सही छ नि सिन हेर न त्यस्तो दामी छ उठ्नु पर्यो ओ त बिल्डिङ आउने अरे के छ What is this? This is a Japan. This is a Japan. यो यस्तो बिचमै आएर बसेछन् कि अनिलले हजुर भन्दै थियो हामी चाहिँ अब यो सिनोकुबाट यो कोरियन स्ट्रिट भन्ने छ एउटा यो तिवारी भन्ने ठाउँबाट चाहिँ उतिसबारी भनेको जाने त यहीँबाट हो जस्तो नि जाने त्यो के हो अरे दिल्लीलाई हाइटै मिल्दैन भनेको मेरो त सबै कोरियन ड्रेस कोरियन 100 रुपियाँमा 10 वटा लानु 100 रुपियाँमा 10 वटा के माक्सले खान लाने होला जापानको माहौल यस्तो गाइजहरू त्यो त के हो कावसाकी हो खतरा गराएर हिँडेर आएको है 7-11 यस्तो हुँदा किन चुप्छ समाजमा नेपाली गीत बज्छ क्या हो त्यहाँ त बाबा हामी चाहिँ यस्तो मालपानीहरू छ नहल्यो न लगेर उमा ठोक्यो ल रुखतिर लगेर ठोक्यो ल जस्तो गर्छ अगाडि अगाडि आमा धराएर जस्तै देखिन्छ अरे त्यो त धराएर कहाँ ओहो के हो यस्तो जापान भर्खर जब साँझ पर्छ भर्खर राम्रो देख्न थालेछ जापानमा त त्यो केटा भन्दा नि केटी बढी छन् क्या हो धेरै छन् केटी मात्रै गोरुले हिँडेको देख्छ त अहिले केटी भन्दा अरू हेरेन अनि कहाँ देख्छ होइन केटा नि यत्रो खान्छ खालि केटी मात्रै हेऱ्यो केटा छैन नि क्या तर यसरी फोर्दा राख्नु फोनमा होइन त्यो चाहिँ खतरा रहेछ त्यो आँगन भन्ने रेस्टुरेन्ट नेपाली 600 रुपियाँ मास भात त्यही हो टन्न पाउने भनेको सबै ठाउँ पाउँछ क्या त्यो अहिले हामीले ठाउँ पाउँछ केटाहरू के चाहिँ